पहिला पनि भिडियो बनाएर राखेको थिएँ जस्तै यो काक्री अब यो 17 Pro Max भएर होला यसले सबै छु अलिकति है त गाम हेलो एउटा यस्तो हाँस्ने कुरा भयो कि मैले 10-15 मिनट जति बोलेर होइन भर्खरै यो भिडियो बनाएको मैले 10-15 मिनट मैले बोल्यो होला कि यति यस्तो हेर्छु त त्यो अनै गर्न बिर्सेको भिडियो त अनि आफूलाई देखेर हाँस्दै बसेको म यस्तो पागल जस्तो है क्रेजी अब आजकल भिडियो बनाउने के अरे जागर चलेको अवस्थामा चाहिँ त्यो माथि फेरि यो टाइफोइडले गर्दाखेरि ओकिनावाको टाइफोइडले गर्दा चाहिँ 2 दिन छुट्टी भएको कारणले अब बच्चाको छुट्टी भएपछि अब आफ्नो पनि छुट्टी अनि त्यो कारणले गर्दा चाहिँ यसो युटिलाइज गरौँ भनेर चाहिँ म आज सरसफाइ कार्यक्रम यो टेबलमा चाहिँ मैले यो अलिअलि यस्तो स्प्रे सकेर पुसेको पनि तर यो जुन यो भिडियोमा देखेको जस्तो गरी चाहिँ एकदम यो निकै राखाले हेर्दा चाहिँ त्यस्तो फोहोर छैन है फेरि यो टेबल तर यो भिडियोमा चाहिँ कस्तो एकदमै फोहोर देख्यो कि अनि यो चाहिँ मेबी अब देखाएको होला तर यो रियलमा हेर्दा त्यस्तो बेसी चाहिँ फोहोर छैन है गाइज है कस्तो फोहोर गरेर राख्दो रहेछ यो तर फेरि मैले हालेर लगाएर पनि पुसेको हो नि त फेरि ल पुसेको हो त अनि जाँदै जानु होइन नगएपछि के गर्नु त अनि यो फेरि महिनै पछि टाइफोइडले गर्दाखेरि पनि भुइँ के भुइँ हेर्नु न यो तपाईँको घरको भुइँ त कति राम्रो हुन्छ होला है अब दिनदिनै सफा गर्नुहुन्छ दिनदिनै सफा गरे त राम्रो हुन्छ होला हाम्रो पनि यस्तो घिनलाग्दो ओ माई गड यो एकदम राम्रो बनाएको थियो फेरि यस्तै भयो कि वाक्सहरू चाहिँ यस्तो हिँड्दै कालो भएर आउँदो रहेछ होइन अनि यो माइनिसी भनेको डेली पनि गर्नलाई अलिकति टाइम पनि हुन्न हामीसँग अब काम जाउँ घरको यताउति बजाबुजी भने अब हुन त बाहना हो खासमा गर्नेले गर्छ अल्छी पनि त चाहिँ यो बिदाको कारणले गर्दा चाहिँ बच्चाहरू पनि एकछिन टिभी हेरेर राखेको छु अनि अब यो सफा गर्छु हिजो अलिअलि यता गरेको यो अलिकति सफै छ तर अझै मैले खासमा यो अझै यो सफा त भएको छैन यो मैले यो पहिला पनि भिडियो बनाएर राखेको थिएँ जस्तै युकाक्रिना भन्ने यो चाहिँ खासमा गर्ने यसको मेथड चाहिँ खासमा यसलाई पहिला भुइँ पुरै एउटा जस्तै टालो कपडा होइन अनि अथवा मब्ले हो भने भिजाइसकेपछि पछि यो चाहिँ एउटा भाँडामा चाहिँ पानीमा यो थोरै राखेर चाहिँ अनि यसलाई त्यो जुन स्क्रब हुन्छ नि त्यो के अरे अब यस्तो चक्रट परेको मात्ने खालको केही चिज अथवा ब्रसले भए पनि त्यसले चाहिँ घोसी यसलाई घोट्ने के भन्छ त्यसलाई त्यो गर्ने हो खासमा चाहिँ तर एकदम टाइम लाग्ने त्यसले लास्टै टाइम लाग्यो तर मैले चाहिँ त्यो नगरिकन एकैचोटि मबले भिजाएर यो अलिकति छर्केर अनि गर्न सोचेको छु कतिको सफा हुन्छ लेसी है त गाम हेर्नुहोस् यस्तो फोहोर छ कि यस्तो फोहोर छ है उसले अघि त्यो लगायो अब एकछिन त्यो भिजेछ सफा हुँदै चाहिँ है त यो भागमा कति फोहोर थियो अघि है अघि आएन त गाई यो यता चाहिँ अलिक धेरै भएर यता अघि कस्तो फोहोर थियो कि थिएन भन्नु त तपाईँहरूले होइन एकैछिनमा कि स्वाट्टै जान्छ कि स्वाट्टै अघि यहाँ कति फोहोर थियो अघि यहाँ पनि कस्तो टाटे टाइपको थियो नि है हो कि ल भन्नु त त्यसलाई लगाएर एकछिन चाहिँ राख्नुपर्ने रहेछ क्या यहाँ पनि कस्तो फोहोर छ यहाँ पनि हेर्ने अब अझै कस्तो फोहोर ओ माई गड यसरी जान्ने क्या यो एकछिन राख्नुपर्ने अलिक भिजेको छैन अझै ल हेर्नु यो यता र यतिको बिचको भागमा र होइन मैले यस्तो कुनै प्रोडक्ट त्यो बेच्न लाग्छ होइन फेरि यो क्लिनिङ मिनी ब्लग टाइपको यो अब जान्छ यो अलिकति यो चाहिँ जित्ती टाइपको फोहोर रहेछ यसलाई अझै यो एकचोटि अलिक मजाले भिजाएर एकछिन फेरि त्यो लगाएर राख्छु है त ल
ल हेर्नुहोस् ल हेर्नुहोस् अहिले त पिका पिका भयो कि भएन त यो अघिको त्यो टाटो टाटोको अझै 100% त भन्नु मिल्दैन अझै यो कुना कुनातिर अझै छ है यो चाहिँ अहिले ठक्क त्यो अगाडि गरेको जुन छ नि त्यो जुन राखेको थियो मैले क्लिनर भने त्यो क्लिनर चाहिँ त्यो गरिसकेपछि फेरि एकचोटि पुस्नुपर्छ त्यसलाई चाहिँ मैले चाहिँ अब त्यस्तो त्यो त्यो उ गरेर त पुस्दैन कपडाले नै पुस्दैन यसले नै धोएर फेरि पुसेको अब एकछिन यो सुकेपछि यतिको भए पनि सफा भयो नि अझै 100% सफा त भएको छैन है फेरि गरेको छैन यति गर्छु अब थाक्यो गर्नु छ लास्ट त्यही भएर है त